गाइस यसको बाल पनि ठुलो भइसकेछ तर यसले कटाउन आफ्नै बाली गर्छ हेर्नु हुन्छ है दोस्तों हेलो गाइज वेलकम ब्याक टु न्यू ब्लग हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ ल गाइज म अब उठेर फ्रेसेस भइसकेको छु आज जाँदैछु म आफ्नो दोकान कति दिनपछि हैन अब हजुरले बहुत धेरै देखाए हजुर आफ्नो सामानहरू दोकानको अब हजुरलाई दोकानै गएर देखाउँछु त्यहाँ कस्तो छ भनेर अब अहिले जाने हो अहिले चाचा जानुहुन्छ उता सामान लिन त्यसपछि आउनुहुन्छ तब जाने हो गाइज ल गाइज चाचा सामान लिएर आइसक्नुहुन्छ हेर्नु अहिले बोरालाई खोलिराख्नु छ के छ सामान हेरौँ अब लगाइ जब चाचाले निलो बोरा खोलिदिनु भयो हेर्नु यहाँ पिस्ता पनि छ बन्सीराम पनि छ ए पिस्ता पिस्ता हैन यो ए के हो त गोन्द हो गोन्द गोन्दको चिरा हो सायद लगाइ दोकान जानुभन्दा पहिला अगाडि यहाँ हेर्नु बाबाले ल्याउनु छ यो घाँस मार्ने मसिन है घाँसमा हाल्नुहुन्छ यो दबाई हो यो सुकिहाल्छ घाँसहरू हेर्नु यस्तो छ इलेक्ट्रिक वाला हो ए हालिराख्नु छ अहिले लगाइ हेर्नु यसले मलाई कति कोठा भन्छ यो आफै कोठा छ हेर्नु मोबाइलमा हरदम झुन्डेर बस्छ राति सुत्दाखेरि पनि अर्को कानमा ठोठी लगाएर बस्छ त्यही गाई यसको बाल पनि ठुलो भइसकेछ तर यसले कटाउन आफ्नै बाली गर्छ हेर्नु खाली 24 घन्टा मोबाइलमा झुन्डेर बस्छ हो लगाइ जब म जाँदैछु दोकान हेर्नु चाचासँग बाइकमा सुमिता र सिएम दाइ स्कुटीमा हुन्छन् जाँदैछौँ हामी अब हेर्नु चाचाले बाइक मोडिराख्नु छ लगाइ जब हामीहरू जाँदैछौँ हेर्नु मैले फुल लिइहालेँ दोकानमा पूजा गर्नको लागि यो पनि गइरहेको छ म हामीसँग अहिले बाबाले दबाई हालिराख्नु छ अहिले पनि चाचा त्यहाँ हुनुहुन्छ बाइकमा जाने हो हामीसँग गरे हामीसँग आइरहेछ हाम्रो दोकान यही हो हाम्रो दोकान हेर्नु नर्थ साइड अर्ग्यानिक होम अहिले सटर खोल्छ सिएम दाइले हेर्नु लगाइ जब हामी दोकानमा इन्टर गरिसकेछौँ हेर्नु हाम्रो दोकानको सामानहरू यस्तै छ ओ धेरै भयो हेर्नु हाम्रो दोकानमा कति राम्रो राम्रो चिजहरू पाउँदो रहेछ हेर्नु यहाँ छ हाम्रो पिस्ता काजु ओखर बदाम सबै चिज पाउँछ हजुरले जे खोज्नुहुन्छ सब पाउँछ आउनुहोस् मेरो दोकानमा लिएर जानु होला अब हजुरलाई हेर्नु यहाँ म्यानेजर बसेछ लगाइ आज हामी सरसफाइ गर्न आएको दोकान शनिबार भनेर त्यसैले अहिले दोकान पनि बन्द छ बाहिरबाट अहिले भित्र हामीहरू छौँ तर हेर्नु कस्तो राम्रो राम्रो चिजहरू पाउँदो रहेछ यहाँ हेर्नु यहाँ बसेछ यो मोबाइल चलाउँदै 24 घन्टा गाई हेर्नु बोलो सुविधा आइरहेछ हामीले यहाँ आएर दोकान खोलिसकेका छौँ तर सटर बन्द छ हेर्नु अब खोल्छ है गाई हेर्नु चुम्बु भनेर आउँछ बाल कटाउन पर्छ भनेर हेर्नु फेरि बाहिर गएर छ जाँदैछु म पानी बनाउन यही पाइन्छ चिसो चिसो पानी
दोकान छ बिहान बिहान हेर्नु होइन अब यहाँ खाने चिसो चिसो पानी चिसो पानी खानु छ भने यहीँ आउनु है गाइस जब चिसो पानी खाना आउनु छ भने मेरो दोकानमा पनि आउनु होला ठ्याक्कै आइसक्यो मेरो दोकान त होइन अब चिसो पानी भरम हेर्नु कस्तो सुनसान रहेछ है बिहान बिहान त होला अहिले दुपारतिर यस्तो गाडीहरू चल्छ अहिले सुनसान छ हेर्नु आफै एउटा दुइटा मात्र देखिन्छ हजुरलाई होइन यो बोतल पनि भर्नलाई छ जो लगाइ जब कामहरू भइसकेको छ पानी खानको लागि हेर्नु चक्लेट निकाल्नु छ प्रोटिनवाला हेर्नु सानो छ तर बहुत प्रोटिन छ गाई त्यसमा हेर्नु गाई बहुत मिठो छ गाई जो प्रोटिन पनि छ यसमा गाई आउनुहोस् मेरो दोकानमा लिएर जानु होला है लगाइदिनुहोस् सुविधाले यहाँ झाडु लगाइरहेको छ हेर्नु बसिहाल्यो फेरि अब यो चाचाले अहिले यहाँ सिसा पोछिराख्नु छ अनि यो गाना सुन्दै सुन्दै काम गर्छ हरदम गाईजी बहुत गाना सुन्छ तर सब फ्लप भएको गानाहरू सुन्छ जुन कि अहिलेसम्म आजसम्म सुनेकै छैन त्यस्तो गानाहरू सुन्दै बस्छ हेर्नु बाल पनि कटाउनु हेर्नु यसको मुख छपरी लेखिदिनु यसको लागि कमेन्टमा हेर्नु अब यताबाट गएर कति काम चोर होला है कति केयरलेस होला नि काम पनि गर्न आउन बसेको थियो बसेर भर्खर भिडियो बनाएको त बल्ल भनिरह झाडुवाला लगाइ म अब जाँदैछु साग सोध्न तोरीको साग हेरौँ छ कि नै भनेर प्रोटिन पनि त खानु पऱ्यो अब प्रोटिनको दोकान खोलेपछि होइन अब यहीँ सोध्न जाऊँ हेरौँ छ कि नै यहाँ तोरीको साग छ र तोरीको साग लाहिक नै बा लाहिक लगाइ सोधिसकेको छ मैले सोधिसकेँ होइन अब गाई जाँदैछु आफ्नो दोकानमा छ अब तोरीको साग अब खाने आज प्रोटिन है बहुत प्रोटिन हुन्छ त्यसमा लगाइ जब दोकानको सरसफाइ त भइसकेको छ अब सुमिताले पूजा गर्छ अनि सियन्दाले पोछा लगाइरहेछ अब बन्द गरेर जाने 11 बजे खुल्छ शनिबार होइन सियन्दाले लगाइरहेछ पोछा हेरौँ लगाइरहेछ अहिले पोछा राम्रो पोछा लगाए सुमिता पनि आइसकेको छ भाँडा धोएर पछाडिबाट हेर्नु पूजा गर्न आउँदैछ सियन्दाले यहाँ पोछा लगाइ नै राख हेर्नु भगवान्ले पूजा गर्न आउँदैछ सुमिताले गाई हेर्नु पानी फ्याँकिरहेको थियो मेरो माथि बत्तीमै हानिदियो धन्नै बत्ती बचिहाल्यो नत्र खस्थ्यो आज बत्ती हेर्नु अहिले यो पोछै लगाइरहेछ चाचा बस्नु छ त्यहाँ अनि म बाहिर बसेर ब्लगिङ गरिरहेको हेर्नु राम्रोसँग लगा राम्रोसँग छोड पुरा लगाइ अब यहाँ पानी थियो म हिँडिदिएँ त मलाई पोछा लगाउन परिरहेछ अघि पोछा लगाएको पानी थियो मैले हिँडिदिएँ मलाई लगाउन परिरहेछ गाई यताबाट लगाउँदै जान यसरी उता उल्टो होइन अब लगाउँदै जा पछाडि लगाइ सटर क्लोज भइसकेको छ अब सुविधाले यहाँ ताला लगाउन गइरहेछ अब उता बसेर ताला लगाउँछ अहिले चाबी खोजिरह हेर्नु अब ताला लगाउँछ अब जाने यो घरतिर हामी पनि अब सरसफाइ भइसकेको छ दोकानको लगाइ जब हामी पनि घर जान लाग्यो आजको लागि यति मात्रै अर्को ब्लग हेर्नु छ भने लाइक सब्सक्राइब गरिदिनु होला ल आजको लागि यति मात्रै बाइ बाइ